साथीहरु यो चाहिँ मेरो असिस्टेन्ट हो नि क्यों बे ओभर एक्टिंग करता है साला किनकि घाम लागिरहेको छ छाता उडाउन एकजना चाहियो नि त असिस्टेन्ट हो हामीलाई वेलकम ब्याक टु एसआर ब्लग अहिले घुम्न जान लागेको सो हामी चाहिँ जमल आइपुग्यौँ 3 जना अब यहाँबाट दिदी दाइहरू आउँछ अनि त्यसपछि हामी भेट भएर जानेछौँ भिडियो लास्टसम्म हेर्नुहोस् है 2 जना पछाडि छ म अगाडि गर्मी छ हौ लास्टै गर्मी छ खप्पी नसक्ने गर्मी छ छाता नली चाहिँ बाहिर ननिस्किनु होला दिउँसो चाहिँ यो ठाउँ चाहिँ कस्तो राम्रो छ क्या यति चाहिँ दिदी र दाइ भेट भयो 2 जना गाडी फेरि पूजा दरबार हाई स्कुल स्कुलहरू चाहिँ हामी चाहिँ लाग्यौँ अब कतिचोटि भन्नु छ यहाँ भन्छ होला मलाई त्यही पनि फेरि भन्दैछु सक्नुहुन्छ कति आनन्द शान्त मिल्छ हामी चाहिँ आइपुग्यौँ है अब यहाँ बाई बाई ट्याक्सीको अङ्कल उता गाउँबारी नै रहेछ है अब हामी चाहिँ यहाँ फोटो खिच्छौँ भिडियो बनाउँछौँ त्यही नै हो यहाँ भाइहरू हल्ला गरे बच्चा बेलामा हामी यो जङ्गल सब घुमेको यो पुरै र हाम्रो चाहिँ भिडियो सुट भइसक्यो लुगा भुइँभरि पारेर यहाँ दिदी र म हामी घुम्न आयो भने चाहिँ यस्तै हुन्छ सधैँ फोटो खिच्नुमै ध्यान हुन्छ प्रायः जस्तो फोटो खिच्नु भिडियो बनाउनु खासै पाउन्न गाउँभित्र गएको मुखमा गाउँ राखेको मुखभरि छिरेछ बच्चा बेलामा हामी कति खेल्थ्यौँ यहाँनिर अहिले चाहिँ यस्तो खासै आउनु पाउन्न भिडियो बनाउँदा थाकिसकेँ म चाहिँ हरियाली कस्तो शान्त छ के छ तपाईँहरूलाई सो गाइज हामी चाहिँ घुमेर सक्यो मैले भिडियो कस्तो बनाएँ मलाई पनि थाहा छैन एकचोटि चेक गर्नुपर्छ राम्रो लाग्यो भने अपलोड हुन्छ राम्रो भएन भने चाहिँ हुन्न दिदी अगाडि यो गाउँबारी डुलेर नि नसकिने भयो अब जान्छौँ हामी बाई बाई अहिले भिडियो बनायो भने हालौँला नत्र यत्तिकै हालिदिन्छु कस्तो राम्रो रहेछ दिदी जाउँ हामी फटाफटी हिँड्नु रे हामीलाई त हामी चाहिँ फटाफटी हिँड्नु रे उनीहरू चाहिँ वहीँ बस्छ हो रहेछ घामले मात्रै उभाएर छ हेर्नु टल्केर ठिकै रहेछ घामले मात्रै राम्रो छ हाम्रो फोटोहरू चाहिँ
साथीहरू हेर्नुहोस् त यहाँ छाता ओढेर रानी रे अनि भेनाजु हुनुहुन्छ यता म छु यता मलाई त अघि नै घामले झन्दै यता त हरियो पलाइसकेछ साथी ए यहाँ कति रमाइलो छ पहिले काठमाडौँतिर चाहिँ सुक्खा खडेरी छ नि त अनि त्यही भएर पुरा गर्मी मात्रै हुन्छ यता चाहिँ राम्रो छ मैं बहुत अच्छी हूँ सुन्दर हूँ मलाई यो घर चाहिँ लास्टै मनपर्छ हौ मेरो घर नि पछि यस्तै साथीहरू यो चाहिँ मेरो असिस्टेन्ट हो कि किनकि घाम लागिरहेको छ छाता उठाउनु एकजना चाहियो नि त त्यही भएर असिस्टेन्ट हो हामीलाई एउटै लुगा लगायो भने सेम छ भन्छ हाम्रो सेम भिडियो लुगा सेम ड्रेस लगाएको भिडियो आउँछ अब चाँडै भन् असिस्टेन्ट र मेरो भिडियो चाहिँ अब यो असिस्टेन्ट होइन चाँडै आउँछ अनि यो असिस्टेन्ट म चाहिँ क्वाइन भन्नु क्वाइन होइन क्विन नो क्वाइन त क्वाइन म ए ल सो गाइज मेरो हात दुखेको भएर मैले भिडियो चाहिँ एन्ड गर्दैछु हजुरहरू सबैजनाले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै छुट्टिन चाहन्छु बाई बाई